फेरि एकचोटि त्यस्तै भयो, 4 रनको झिनो हार। अलिकति कोल्याप्स कहाँ भयो भने फर्स्ट इनिङमा डेथ ओभर बलिङ भएन, करण केसीले धेरै रन दिए डेथ ओभरमा। ब्याटिङ पनि त्यही भयो, डेथ ओभरमा 19-20 ओभरमा एउटा दुईटा छक्का हानेको भए गेमै सकिन्थ्यो कि। अन्त अब लकले पनि भनौँ खेलेको राम्रो। धेरैजना साथीभाइहरूले इष्टमित्रहरूले म्यासेज गरिरहेको छ राम्रो खेलेको नेपालले स्याबास भनेर, तर पनि जितेको भए त है कस्तो हुन्थ्यो नि। अब केही छैन, अगाडिको म्याचमा जित निक्लोस्। अब 3टा म्याच छ, 3टै म्याचमा जित निक्लोस्। आज त खेलेको राम्रो खेलेको, आज जितेको भए त आमामा वाहवाही मचिन्थ्यो नेपाल क्रिकेटको। के गर्नु त, म त जित्छ होला भनेर ढुक्क थिएँ नि। खेल यस्तै हुँदो रहेछ।